अहिले भर्खर मैले चाहिँ जे साडी आएको छ मैले सबै खोलेर लाइभमा देखाइसकेँ होइन। अनि त्यसै गरी यस्तो साडीहरू पनि होइन, यस्तो राम्रो राम्रो साडी पनि आएको छ होइन। यसरी राम्रो राम्रो साडी आएको छ। एकबाट फेरि यहाँ चाहिँ खद्दी सिल्क राम्रो राम्रो साडीहरू पनि आएको छ। यो चाहिँ खोल्न बाँकी छ। यो खोलेपछि पनि म भिडियो राख्छु कुन कुन साडी होइन राम्रो राम्रो। यसपालि एकदमै प्रिमियम क्वालिटीको राम्रो साडी आएको छ है, स्ट्यान्डर्ड बुटिक पिस आएको छ। त्यही भएर आउनु होला सिल्क फेसन कुपनमा है त। अहिले नयाँ 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 एकदमै प्रिमियम क्वालिटीको साडीहरू पनि आइसकेको छ है। यो रेडिमेडै आउने। यो चाहिँ छ नि काश्मिरी सिल्कमा यस्तो राम्रो है। यो चाहिँ एकदमै प्रिमियम क्वालिटीको पनि आइसकेको छ है, एकदमै राम्रो क्वालिटीको। यो फेरि ब्ल्याकमा है रानीको कम्बिनेसन भएको कश्मिरी सिल्क साडी आइपुगेको छ है। अनि यस्तो यसमा चाहिँ यसमा कलर यो यस्तो राम्रो कलर, यो युनिक पिस हो है। यो अलिक प्रिमियम भएकोले अलिकति महँगो पनि छ है यो साडी चाहिँ। अनि यसमा यो कालोमा भयो होइन, यस्तो मिठो मिठो कलर आएको छ। हेर्नु न ल, एक से एक कलर आएको छ एकदमै प्रिमियम क्वालिटीमा है। यो छ नि यो पनि यस्तो राम्रो, लगाउँदाखेरि पनि एकदमै हल्का छ। न औँठीले लाग्ने त्यो छ केही त्यस्तो अड्किने सड्किने त्यस्तो के पनि हुँदैन। हेर्नु न यस्तो प्रिमियम क्वालिटीको आएको छ है। तर यसपालि चाहिँ एकदमै राम्रो हाई क्वालिटीको आएको छ है साडीहरू। यो चाहिँ एकदमै रिजनेबलमा आएको छ होइन। यसमा कलरमा चाहिँ ब्लाउज पनि हेर्नु न कन्ट्रास्टमा कस्तो राम्रो छ है यसमा। यो भयो अनि यसमा यो चाहिँ एकदम हाई क्वालिटीको है, राम्रो। यो चाहिँ मैले एकदम रिजनेबलमा दिन लगाएको छु है मैले। यो त धेरै महँगो साडी हो तर मैले यहाँ चाहिँ रिजनेबलमा दिन लगाएको छु। यसको प्राइस चाहिँ एकदमै रिजनेबल छ, एकदमै स्ट्यान्डर्ड हाई स्ट्यान्डर्ड क्वालिटीको साडी हो है। यसमा यो चाहिँ फेरि कमन होइन है, यो अलिक युनिक पिस हो, बुटिक पिस हो यो है। यसमा चाहिँ ब्लाउज चाहिँ रानी कलरको आएको छ है। त्यसै गरी यसमा मैले कलरहरू तपाईँहरूलाई देखाइरहेको छु है। तपाईँलाई चाहिँ जति चाहिन्छ त्यति पाउन सक्नुहुनेछ है। अनि छुँदाखेरि नै कस्तो हेर्नु न राम्रो छ। यो कश्मिरी है सिल्क साडी है। यो यस्तो राम्रो सिल्क साडी हेर्नु न ल। तपाईँलाई चाहिँ अब आइसकेको छ है सिल्क फेसन कुपनडोलमा है। यसमा चाहिँ यो चाहिँ पिसमा हेर्नु न कस्तो स्ट्यान्डर्ड के, एकदमै सोबर टाइपको है। यस्तो राम्रो हाई क्वालिटीको साडी हो यो चाहिँ कश्मिरी सिल्कमा है। सिल्क साडी आइसकेको छ। यसमा चाहिँ ब्लाउज यो छ है, यो छ। त्यसै गरी चाहिँ यसमा अनि जुन हेऱ्यो त्यही कलर राम्रो। हेर्नु न जुन खोले पनि कलरहरू यस्तो राम्रो आएको छ। हेर्नु न यस्तो राम्रो सिल्क साडी, कश्मिरी सिल्क साडी आइसक्यो है। हेर्नु न यस्तो राम्रो छ लगाउँदाखेरि पनि। अनि यसको चाहिँ ब्लाउज यो होइन, यसमा चाहिँ ब्लाउज पनि कस्तो राम्रो छ। हेर्नु न प्रिन्टेडमा। यसमा चाहिँ पारी त्यो बोर्डर लाइनमा चाहिँ होइन यसरी वर्क गरेको छ। हेर्नु न ल यस्तो राम्रो। अनि यसमा चाहिँ तपाईँहरूले चाहिँ याद गर्नुभएको छ अनि साइनिङ पनि छ। हेर्नु न है, सिल्कमा साइनिङ पनि आफ्नै ठाउँमा छ यो। अनि यसै गरी यसमा पिच कलरको पनि छ है। यसमा कतिवटा कलर अप्सनहरू पनि आएको छ है। यसमा चाहिँ यो छ, यो छ। अनि ब्लाउज चाहिँ यसमा यसको ब्लाउजकै कन्ट्रास्ट छ है। यसको ब्लाउज चाहिँ कन्ट्रास्ट छ, यसरी लगाउँदा पनि राम्रो देख्छ है। अनि यसमा यसै गरी यो भयो। ओहो यो पनि कस्तो राम्रो छ। हेर्नु न कलर एकदमै हाई क्वालिटीको पनि आइसकेको छ।
यो पनि लगाउँदाखेरि पनि होइन हल्का सजिलो लगाउन सजिलो यसको ब्लाउज पनि यसको चाहिँ आँचलमा यस्तो छ भने होइन बोर्डरहरूमा पनि यसरी वर्क गरेको छ हेर्नुहोस् न यसरी यसरी गरेको छ है यो चाहिँ अलिकति प्रिन्टेडमा सिल्कमा भयो होइन यसको चाहिँ ब्लाउज चाहिँ कन्ट्रास्ट है यसको ब्लाउज चाहिँ यसरी कन्ट्रास्ट गरेर आएको छ यो साडीहरू सबै हाई क्वालिटीमा आएको छ है यसको बुटिक पिस हो यो अनि यसमा अनि यो प्रिन्टेडमा भयो अनि यसमा तपाईँलाई कसैलाई चाहिँ प्रिन्टेड मन पर्दैन यसमा चाहिँ बोर्डर मात्र वर्क गरेको बोर्डर मात्र होइन यसरी वाला र अनि आँचलमा चाहिँ यसरी बुट्टा भरेको छ है अनि अनि यसमा चाहिँ फेरि यस्तो साइनिङ छ सिल्कमा ल यस्तो राम्रो साडी कश्मिरी सिल्क साडी है यो अनि यसमा चाहिँ फेरि रानी कलरको सिल्क होइन ब्लाउजको लाग्यो भने बोर्डर चाहिँ यसरी बोर्डर हातमा प्याच गरेर लगाउन मिल्यो अनि यसको कलर अप्सन चाहिँ यो पनि हो है कलर अप्सन पनि यसमा कति 5-6 छ यसै गरी हेर्नु न कलरहरू सबै एकदमै राम्रो छ यो मेहेन्दी ग्रिनमा हाई क्वालिटीको साडी है तपाईँहरूलाई चाहिँ यो साडीको चाहिँ कलर कुन कुन छ भनेर मैले खोलेर देखाएको छु है यसमा ब्लाउज चाहिँ कन्ट्रास्ट है यसरी रानी कलरको ब्लाउज छ त्यसै गरी चाहिँ अब यो पनि सादामा त्यो कलर अप्सन चाहिँ भन्नुहुन्छ त्यही भएर मैले चाहिँ यहाँ एउटा एउटा खोलेर देखाइराखेको छु है सबै यसपालि साडीहरू सबै स्ट्यान्डर्ड राम्रो क्वालिटीको आएको छ है यो अनि युनिक डिजाइन है कमन छैन यो युनिक डिजाइनमा अनि क्वालिटी पनि एकदम है यो चाहिँ पिच कलर यो खोल्दिनँ म त्यस्तैमा हो अब त्यसै गरी चाहिँ अब एउटा यो राजस्थानी यो राजस्थानीमा त यो चाहिँ यसको कलर पनि यो राजस्थानी छ यसको 4वटा कलर आएको छ है एउटा चाहिँ यो कलर भयो यो चाहिँ राजस्थानी है राजस्थानीमा चाहिँ एउटा यो कलर आयो होइन यसमा चाहिँ यस्तो छ पिच कलरमा है यसको ब्लाउज पनि छ होइन अलिकति यसपालि अलिकति राम्रो प्रिमियम क्वालिटीमा आएको छ है ब्लाउज चाहिँ यसमा यो हो है यसमा पनि यो कलर यो पनि येलो मिक्स यसमा चाहिँ है कन्ट्रास्टमा यो पनि यो सबै राजस्थानी एकदमै यो रिजनेबलमै आएको छ है यस्तो राम्रो साडी आएको छ युनिक साडी आएको छ है अब यो एक पोका त खोल्नु नै बाँकी छ है यसमा यो छ मसँग अहिले खोजेको मैले यसमा चाहिँ हेर्नु यो त झन् अब कलरफुल हो यो कलरफुल लगाउनु मलाई चाहिँ यो यस्तो कलर मनपर्छ त्यही भएर मैले यो कलरफुल मनपर्छ लगाउँदा पनि फेस उज्यालो राम्रो देख्छ है यसमा पनि राजस्थानमा 80 कलर आएको छ है यसमा चाहिँ अनि ब्लाउज चाहिँ यो हो यसमा 80 कलर आएको छ भने अनि मसँग चाहिँ ह्यान्डवर्क साडीहरू पनि आइसकेको छ है एकदमै रिजनेबलमा तपाईँ इन्गेजमेन्टको लागि रिसेप्सनको लागि पनि एकदमै हेभी कलर अप्सन पनि कतिवटा आएको छ भने यसमा चाहिँ पुरै ह्यान्डवर्क साडी है यो ह्यान्ड आएको छ है यो हेर्नु न यस्तो वर्क ह्यान्डवर्क है सबै कोटीले होइन सितारा सबै मिक्स गरेर वर्क गरेर आएको छ कलर पनि एकदमै यो चाहिँ अब ओरेन्ज कलरमा है ओरेन्ज र के भन्छ क्रिम कलर व्हाइटमा यो फेन्डी सिल्कमा है फेन्डी सिल्कमा यस्तो ह्यान्डवर्क गरेर आएको छ कलर चाहिँ यो रस कलर र यो मिक्स हो है यो व्हाइट कलर मिक्स गरेर चाहिँ यसको ब्लाउज पनि यो रस कलरमै छ है यो यसमा चाहिँ यो कलरको छ है
यसमा सबै मिठो मिठो कलर आएको छ। अनि एउटा चाहिँ यो कलर, एउटा चाहिँ पर्पल र क्रिम कलरको है। यो पर्पल र यो कलरको आएको छ। यसमा पनि एकदमै फेन्सी कि यो भर्खर मसँग चाहिँ यो भर्खर आइपुगेको है यो सामानहरू चाहिँ। यो सबै तपाईँले स्याम्पल देखाइरहेको छु मैले। यो चाहिँ यसमा यो कलर आएको छ भनेर देखाइरहेको छु है। यसमा चाहिँ ब्लाउज चाहिँ यो हेड देखाइरहेको छु है तपाईँले मसँग के आएको छ भनेर। अब मैले किन खोलेर देखाएको भन्दाखेरि अब खोलेर देखायो भने चाहिँ अब तपाईँले यसरी राख्दाखेरि कस्तो हुन्छ भनेर तपाईँहरूले अब थाहा पाउनुहुन्छ भनेर मैले यसरी खोलेर देखाएको होइन। यसमा यो छ, यो सबै फेन्डी सिल्कमा है। फेन्डी सिल्कमा नयाँ साडीहरू चाहिँ ह्यान्डवर्क साडीहरू पनि आएको छ है। यसमा ब्लाउज यस्तो डिजाइनको छ है। यसमा यो छ भने एउटा चाहिँ ओभो, यो पनि पिस्ता ग्रिन र व्हाइटमा कम्बिनेसन भएको है। कलरहरू सबै मिठो मिठो छ, सबै यो ह्यान्डवर्क हेर्नु त। यसमा ह्यान्डवर्क गरेको पनि पोटेले वर्क गरेको छ होइन, पोटले वर्क गरेको छ, कन्ट्रास्ट गरेर कस्तो राम्रो देखेछ कि। यसमा यो छ पिस्ता ग्रिन र व्हाइटमा छ भने यो तपाईँहरूले चाहिँ इन्गेजमेन्टको लागि पनि लगाउनु सक्नुहुनेछ है। यसको प्राइस चाहिँ अब एकदमै रिजनेबल छ। ब्लाउज पनि हेर्नु न यस्तो राम्रो छ, ब्लाउजमा पनि ह्यान्डवर्कै हो, यो ह्यान्डवर्क साडी हो है। त्यसै गरी चाहिँ यसमा यो कलर, यो खोल्दिनँ म होइन। यसमा यो कलर छ, अनि एउटा चाहिँ यो पिच र व्हाइटमा छ, अनि फेरि डार्क रानी र व्हाइटमा छ, अनि ब्लू र व्हाइटमा छ। अनि त्यसै गरी चाहिँ यो यस्तो राम्रो साडी आएको छ। यो इन्गेजमेन्टमा त कसैलाई यो क्रिम कलरको मनपर्छ, यो चाहिँ इन्गेजमेन्टको लागि ह्यान्डवर्क साडी आइसकेको छ है। यो अब पुरै ब्लाउज बनाएर म्याचिङ गरेर लगायो भने चाहिँ एकदमै राम्रो छ। हेर्नु न यो सबै ह्यान्डवर्कवाला साडी है। यस्तो रिजनेबल छ यो साडी पनि, एकदमै नसोचेको प्राइसमा है। ल हेर्नु न है, ब्लाउज पनि यसरी छ है। यो कलरै कस्तो राम्रो कलर के यो। हेर्नु न ल, यो कलरै कस्तो राम्रो छ। यो सबै ह्यान्डवर्क है यसमा। अनि यसमा चाहिँ यो कलर पनि छ है, रेडमा पनि। रेडमा होइन, टोन टु टोनै आएछ कि यो, भएर आएछ कि यो कलरको सबै। त्यही भएर पनि यो कस्तो राम्रो देखेको छ होइन। कालो पनि फुटाला, येल्लो पनि फुटाला। यसमा रेडमा पनि छ है तपाईँहरू अब दुलैहरूको लागि है। यो मस्टर्ड येल्लो चाहिँ फेन्डी सिल्कमा है। यो फेन्डी सिल्कमा यस्तो हेभी प्राइस पनि रिजनेबल छ, ह्यान्डवर्क गरेको है साडी। ह्यान्डवर्क गरेको साडीहरू यति कलर अप्सनहरूमा पाउन हुनेछ तपाईँहरूले। हेर्नु न ल यस्तो राम्रो। त्यसै गरी ब्ल्याकमा पनि हेर्नु न, ब्ल्याक लभरहरूको लागि चाहिँ साडी आइसकेको छ एकदमै रिजनेबलमा। यो पनि ह्यान्डवर्कै हो है, यो पनि ह्यान्डवर्कै हो। यस्तो राम्रो साडीहरू, यस्तो राम्रो। यो पनि फेन्डी सिल्कमा है, एकदमै प्राइस नसोचेको प्राइसमा, एकदमै रिजनेबल प्राइसमा। यसमा फेरि यो पनि, यो चाहिँ पिच कलरको हेर्नु, पिच कलरको फेन्डी सिल्कमा है। पिच कलरको फेन्डी सिल्कमा यस्तो राम्रो साडी आइसकेको छ। हेर्नु त ल, कलर पनि एकदमै मिठो पिच कलरमा है। तपाईँहरूको अब पार्टी वेयरको लागि, इन्गेजमेन्टमा लगाउनको लागि, जे गर्दा पनि हुने है। यो पनि फेन्डी सिल्कमा आएको छ। त्यसै गरी अब आजकलको सबैलाई क्रिम कलर पनि एकदमै मनपर्छ कि। क्रिम कलर पनि हेर्नु न, यो चाहिँ नेटमा आएको छ है। यो पनि पुरै ह्यान्डवर्क देखाइरहेको छु है मैले। यो सबै ह्यान्डवर्क हो होइन। यसमा पनि यो छ, यो कलर पनि यस्तो राम्रो छ। हेर्नु न क्रिम कलरमा, यसमा ब्लाउज पनि छ। आजकल यो कलर पनि, यो कलर पनि एकदमै चलेको छ है। यो कलर पनि सबैलाई मनपर्छ कि यो कलर। सबै ह्यान्डवर्क गरेको, इन्गेजमेन्टको लागि, पार्टी वेयरको लागि है।
एकदमै राम्रो छ। त्यसै गरी यो चाहिँ ल्याभेन्डर कलर है। ल्याभेन्डर कलर पनि कसैलाई अब यो ल्याभेन्डर कलर म्याचिङ गरेर लाउनु भयो भने चाहिँ राम्रो छ। यो पनि फेन्डी सिल्कमै हो है। फेन्डी सिल्कमा साइनिङ पनि आउँछ, राम्रो पनि देख्छ है। यति धेरै साडीहरू पनि, त्यो पनि नयाँ नयाँ साडीहरू है, सबै नयाँ डिजाइनको साडीहरू आएको छ। अनि फ्रेन्ची बुटिक पिस आएको छ है, मेरो यो सबै बुटिक पिस हो है। त्यसै गरी चाहिँ एउटा फेन्डी सिल्कमै, फेन्डी सिल्कमा चाहिँ यो फेन्डी सिल्कमा चाहिँ यसलाई के भन्छ, यसलाई के वर्क भन्छ, यो नयाँ स्टाइलको है। यो चाहिँ रिजनेबल छ है, यसको प्राइस चाहिँ यो रिजनेबल छ होइन। यसमा पनि 4वटा कलरको अप्सन पाउनुहुनेछ। यसमा ब्लाउज पनि आउँछ। यसमा यो कलर छ, यो कलर छ, अर्को कलर पाउने 4वटा कलर छ है। यसको चाहिँ 4वटा कलर छ भने प्रिमियम क्वालिटीको है, एकदमै राम्रो। यो त झन्नै मोस्ट डिमान्डेड है। यो त मैले अस्ति त मसँग आएको भए पनि यो एकैछिनमा सकिएको नि, किनभने धेरै पिस, यो बुटिक पिस हो। धेरै पिस आउँदैन, 1-2 पिस त्यस्तो आउँछ, तुरुन्तै सकिन्छ कि। किनभने प्राइस पनि यसको चाहिँ अलिकति हाई नै छ कि। हाई भयो भने यसको क्वालिटी फेरि युनिक पिस हुन्छ है। यो बुटिक पिस युनिक पिस, यो फेरि तुरुन्तै सकिन्छ। यो धेरै पिस भयो भने मात्र बाँकी हुन्छ। यो धेरै पिस नआउने अलि हाई क्वालिटीको लगाउनु हुनेहरूले चाहिँ यो तुरुन्तै यो लिएर जाने। राजस्थानीमा पनि हेर्नु न, यस्तो राम्रो। यो त यो दुलैको मम्मीहरूले होइन, दुलैको मम्मीहरूले चाहिँ अलि युनिक स्टाइलिस कमन नभएको टाइपको लगाउनु हो भने चाहिँ यो यसमा चाहिँ यो पनि एकदमै छ भन्दा मसँग यो धेरै पिस चाहिँ आउँदैन है। यो किनभने यो एकदमै प्रिमियम क्वालिटीको, यो दुलैको मम्मीहरू, दुलाको मम्मीहरूले चाहिँ लगाउँदा चाहिँ अझ राम्रो देख्छ है। यो ब्लाउज यो भयो, हेर्नु न ल, यस्तो राम्रो छ कि। यो कमनै हुँदैन क्या, यो साडी कमनै होइन यो साडी है। यस्तो राम्रो साडी यो भयो, यो पनि होइन। यसमा चाहिँ यो भयो, यस्तो राम्रो प्रिमियम क्वालिटीको साडी धेरै आउँदैन होइन। हेर्नु न ल। अनि यस्तो बनाउँदाखेरि टाइम पनि लाग्ने, बनाउनु पनि धेरै टाइम लाग्ने भएकोले चाहिँ यो सामानहरू चाहिँ प्रिमियमै हुन्छ है। यो पनि हेर्नु न ल, कस्तो युनिक। यो चाहिँ दुलैको मम्मीहरूले लगाउँदा पनि हुन्छ। हामी अब एकदमै हल्का लगाउनेहरूलाई चाहिँ यो एकदमै राम्रो क्वालिटीको है। यसपालि मैले भनिरहेको छु, यस्तो राम्रो क्वालिटीको आएको, बुटिक पिस आएको है, हाई क्वालिटीको आएको छ भनेर नै देखाइरहेको छु मैले। यसमा ब्लाउज पनि हेर्नु न ल, यस्तो राम्रो ल ल है। अनि त्यसै गरी चाहिँ हेर्नु न, यो पनि यस्तो राम्रो राम्रो साडीहरू आएको छ। यो सबै इन्गेजमेन्टको लागि भनेर यो यस्तो राम्रो छ। यो पनि इन्गेजमेन्टको लागि लगाउनलाई चाहिँ लगिरहेको हुन्छ या होइन। यो अलि हेभी लगाउनेहरूले चाहिँ हेभी, तर लगाउँदाखेरि चाहिँ हल्का नै छ है। अनि सबै प्रिमियम क्वालिटीको नै आएको छ। यो हेर्नु न, यस्तो राम्रो छ ल। यसमा कलर अप्सनहरू पनि होइन छ। यो सबै प्रिमियम क्वालिटीको आएको छ। ब्लाउज चाहिँ यसको यहाँ छ, ब्लाउज छ यो भने। अनि ब्लाउज, अनि साडी चाहिँ यस्तो हेर्नु न ल, यस्तो हेभी छ। यसमा कलर अप्सन, यसमा चाहिँ अब यो गोल्डेनमा भयो भने मैले चाहिँ यो सबै यो कलर आएको छ भनेर देखाउनलाई मात्रै भिडियो बनाएको है। किनभने अर्को कलर छैन, अर्को कलर छैन भनेर सोध्नुहुन्छ। यो तपाईँलाई मसँग आएको छ सामानहरू, तपाईँलाई अब चाहिन्छ भने चाहिँ अनलाइन अर्डर गर्दा पनि हुन्छ है। अनलाइन हामी सबै ठाउँमा डेलिभरी पनि गरिन्छ है। यो यस्तो सामान चाहियो भने स्क्रिनसट लिनु, अनि डेलिभरी हुन्छ तपाईँलाई जहाँबाट अर्डर गर्दा पनि हुन्छ है। यो साडीहरू यस्तो राम्रो राम्रो साडीहरू, यो सबै प्रिमियम क्वालिटीको है। मैले अब यसरी देखाइरहेको छु। अब आफूलाई म यस्तो राम्रो साडीहरू मैले यसरी देखाइरहेको छु। हेर्नु, यसमा कलर अप्सन हो। यो व्हाइट, त्यो चाहिँ व्हाइट, यो चाहिँ ब्लू कलर, यो
यसमा यो कलरको छ है, यसमा यो कलरको छ। अनि यसमा यो कलरको छ, यो खोल्दिनँ म होइन, कलर मात्र देखाउँछु है। यसमा यो कलरको छ, यसमा चाहिँ यो कलरको छ है। त्यसै गरी चाहिँ यो पनि त्यो अघिको कलरवाला छ। खद्दी सिल्क पनि निकाल्नु, यस्तो खद्दी सिल्कहरू पनि आएको छ है। यो खद्दी सिल्क पनि आएको छ प्रिमियम क्वालिटीमा है। मैले यसपालि सबै प्रिमियम क्वालिटीको मात्र देखाइरहेको छु है मैले। यो चाहिँ खद्दी सिल्क है। यो खद्दी सिल्कमा यो एकदम महँगो छ, तर म रिजनेबलै छ है। खद्दी खद्दी सिल्क जर्जेटमा है यो सिफन। यो कस्तो राम्रो छ कि, अब यो चाहिँ दुलैहरूको लागि पनि हुन्छ। अब दुलैको मम्मीहरूलाई, दुलाको मम्मीहरूलाई चाहिँ बेसी पार्टी वेयरमा लगाउनलाई पनि यस्तो राम्रो साडी है। यसमा रेड छ, एउटा त्यो रानी कलरको पनि छ है। यसमा यो छ, अनि बुट्टा चाहिँ फेरि रानीमा यस्तो छ, रानीमा चाहिँ यस्तो छ है, खद्दी सिल्कमा है यो। खद्दी सिल्कमा है, यस्तो राम्रो खद्दी सिल्कमा छ। यसमा पनि अब खुट्टा मात्र होइन, फरक छ। खद्दी सिल्कमा हो भने यस्तो लगाउँदाखेरि पनि एकदमै लगाएको जस्तै छैन कि यो खद्दी सिल्कमा त। खद्दी सिल्कमा त यो हेर्नु न यस्तो राम्रो छ ल यो। यसमा प्रिन्ट चाहिँ फरक फरक गरेर आएको छ। यसमा पनि वर्क पनि छ है, खद्दी सिल्कमा है यो। यसरी यस्तो यसमा चाहिँ कलरफुलवाला खद्दी सिल्कमा है, यो पनि आएको छ। अनि यसमा चाहिँ अब सानो बुट्टामा है यो यस्तोमा पनि छ होइन। यसमा चाहिँ एउटा सिरोस्की वर्क गरेको पनि छ है खद्दी सिल्कमा, यो छ होइन। यसमा पनि यो भइहाल्यो, यो पनि त्यो भइहाल्यो। अनि यसमा पनि यो पनि हेर्नु न यस्तो कि मैले यो सबै तपाईँहरूलाई चाहिँ मसँग आएको यो मसँग सामानहरू आएको छ, म तपाईँहरूलाई यो कुन कुन छ भनेर स्याम्पल देखाएको है। यो सबै प्रिमियम है, खद्दी सिल्कमा यो राम्रो खालको। यसमा पनि कस्तो राम्रो छ हेर्नु न ल। यो भयो, यो चाहिँ रानी पिङ्कमा है, रानी पिङ्कमा छ यो। यो चाहिँ रानी पिङ्कमा एकदमै प्रिमियम क्वालिटीको राम्रो राम्रो साडी आएको छ। अनि यसको त अफ व्हाइट र रेडको कम्बिनेसन खद्दी सिल्कमा है यो पनि ल। प्रिमियम क्वालिटीको है यो। अनि यसको ब्लाउज चाहिँ रेड हुन्छ है। यसको कम्बिनेसन चाहिँ रेडमा हेर्नु न यस्तो राम्रो क्वालिटीको आएको छ। अनि त्यसै गरी चाहिँ यो चाहिँ यो सिल्कमा होइन, यो सिल्कमा चाहिँ मैले यो टिस्यु सिल्क है यो। टिस्यु सिल्कमा चाहिँ यो चाहिँ ब्लाउज भयो, अनि यो चाहिँ यहाँ आँचल, यो चाहिँ ह्यान्ड वर्कमा है। यो चाहिँ वर्क गरेछ है, यहाँ मोती वर्क गरेको छ टिस्यु सिल्कमा है यो। अनि यो चाहिँ रानी कलर भयो, रानी भन्दा यो अलिकति रेडमा हेभी छ है। यो भयो, यो चाहिँ अब हेभी छ यो अलिकति टिस्यु सिल्कमा आएको छ। अनि त्यसै गरी चाहिँ अब यो बोरा पनि खोल्न बाँकी छ। यसमा पनि एकदमै धेरै राम्रो राम्रो प्रिमियम क्वालिटीको आएको